नमस्ते। यहाँहरूलाई स्वागत गर्न चाहन्छु फेरि अर्को नयाँ भिडियोमा। आज म चौकुने गाउँपालिका वडा नम्बर 7 को र पश्चिमकै मुटुको रूपमा पछिल्लो समय एकदमै चर्चामा आएको र चिरपरिचित ठाउँ जुन कि चौकुने गाउँपालिकाको भोलि पर्यटकीय स्थलले सम्भावना बोकेको क्षेत्र धामीडाँडा पार्कमा छु, अथवा यसलाई हामी शहीद पार्क भनेर पनि चिन्न सक्छौँ। यति बेला म यहाँ आइरहँदा एकजना बुढा बाजे, जुन 87 वर्षका बुढा बाजेलाई मैले यहाँ यो पार्कमा आएको देखेको छु, उहाँलाई यहाँ भेटेको छु। उहाँसँग म अथवा यो शहीद पार्कको नामाकरण कसरी रह्यो र उहाँ यहाँ आइरहँदा आउनुभन्दा पहिला यो धामीडाँडाको यो जो सल्लाहका बुटाहरू हामीले एकदमै राम्रो तरिकाले व्यवस्थित तरिकाले लाएको देखेका छौँ र यसलाई रङरोगन लागेको देखेका छौँ। उहाँ अहिले 87 वर्ष भइसक्दा अथवा पुग्दासम्म उहाँले आफूले भोगेका तिता मिठा अनुभव र त्यो सँगै यो पार्क बन्दा र उहाँले यो पार्कमा के कस्ता कामहरू देख्नुभयो र उहाँलाई अहिले कस्तो लागिरहेको छ त्यसको बारेमा छोटो म रहेको छु। बाजे नमस्ते। नमस्ते। आराम हुनुहुन्छ बाजे? बस्छु है बाजे। हजुरको नाम के भन्नुभयो बाजे? बाले धमाला। बाले धमाला। घर यही छ यहाँ रान भन्छ। राना। राना। अनि अहिले कति वर्ष भन्नुभयो? 87 वर्ष भन्नुभयो हैन? 87 वर्ष। 87 वर्ष हुनुभयो। अनि तपाईँ जब यहाँ कहाँबाट आउनुभयो? पहिला यहीँको बस्ती हो कि तपाईँ बाहिर कतै अछामबाट अन्य कतै पालिका अथवा अन्य कतै जिल्लाबाट आउनुभयो? म महेश्वर जिल्ला धमालीबाट आएको। धमालीबाट आउनुभयो हो। अनि तपाईँ यहाँ कति सालमा झर्नुभयो? म यहाँ 18 सालमा। 18 सालमा झर्नुभयो गुटुमा। तपाईँ आउँदाखेरि यहाँ कस्तो थियो? यो गुटुको बस्ती कहाँ बसेको थियो? यो यहाँ बसेकै थिएन, उता डाबटोलतिर थियो। डाबामा थियो? हजुर हजुर। यहाँ थिएन। हजुर। यहाँ पछि भएको हो। यहाँ पछि भएको यो टोलहरू पहिला थिएन? तपाईँहरू आफै फडानी गरेर बस्नु भयो हो कि कसैको जग्गाहरू किनेर बस्नु भयो हो कि के कस्तो? फडानी गरेको हो यो। फडानी गर्नुभयो। अहिले तपाईँको कति रोपनी समथिङ कति रोपनी जग्गा छ? मेरो छ कमसेकम 3-4 बिघा छ। 3-4 बिघा? ल त्यो अहिले पनि छ। अनि के बाजे, मैले एउटा बुझ्न चाहेको यो के हो भने यी सल्लाहका बुटाहरू यस्तै त बनेनन् होला हैन? यो हामीले रोपनी गरेका। यी यस्ता जो हामीले देखिरहेका छौँ यो ठाउँ छ नि, यो ठाउँ तपाईँहरूको के हो? पहिला हो यो धामीडाँडा खाली। धामीडाँडा थियो यसको नाम? हजुर। अहिले यो कसरी धामीडाँडा यसको नाम रह्यो केही थाहा छ तपाईँ? धामीको खान थियो एउटा। कहाँनिर बाजे? कालसेनी धामीको। कहाँनिर? यहाँ माथि। यहाँ माथि उसको घर थियो। यहाँनिर घर थियो? घर थियो। कालसेनी धामीको। अनि त्यो धामी यहाँबाट बसाइ सरेर गयो कि मर्यो कि के भयो? अहिले त्यहीको पहिला घर डाबो पनि थियो। अहिले त्यो डाबटोलमै गयो। डाबटोलमै मिक्स भयो। अनि त्यस पछाडि यो तपाईँहरूले यी बुटाहरू रोप्नुभयो? हजुर। अनि कहाँबाट ल्याउनु भयो बुटाहरू? यो बुटा माथिबाट आएका हुन्। माथि भन्नाले सरकारले पठाएको? सरकारले पठाएको। यो रोप बनेर पठाएको कि तपाईँहरूले माग गर्नुभयो? रोप बनेर पठाएको। रोप बनेर पठाउनु भयो। अनि यो रोप्दा अनि तपाईँ कति वर्षको हुनुहुन्थ्यो? त्यो त झट्टै याद भइसकेन। ठुलै हुनुहुन्थ्यो जे होस्? हो। त्यति बेला पनि यो समिति कोषाध्यक्ष थिए। समिति थियो त्यति बेला पनि? कोषाध्यक्ष हुँ। अनि तपाईँहरूले यो मेलाहरू छ नि यो ठाउँ तपाईँहरूले उपभोग गरिरहनु भएको थियो? गरेको। के खरहरू काट्ने? खर काट्ने। यो रोपेपछि बुटाहरूले काट्ने, खड काट्ने, अलिअलि अब ढले पडेका दाउराहरू काट्ने। अनि अब तपाईँलाई एउटा के बुझ्न चाहे भने बाजे, यो धामीडाँडा यो भन्दा तपाईँलाई खुसी लागेको छ कि अथवा यो हाम्रो पहिलाकै मेला ठिक थियो कि के लाग्छ तपाईँलाई? हामीलाई खुसी लाग्यो। हजुर। यो कुलो बन्यो, ऊ रोड बन्यो, यो बुटा रोपिए, खुसी लाग्यो। अहिले खुसी हुनुहुन्छ एकदमै? एकदमै। अनि यहाँ तपाईँ दिनमा प्राय जसो आइरहनुहुन्छ? कोही टाइममा म
आइरहन्छ कस्तो लाग्छ अब 87 वर्षको त्यही उमेरमा त 87 वर्षको उमेरमा पनि तपाईँको अझै जोस जाँगर देखे के बाजे हजुर अब 87 वर्ष भने त सानोतिनो होइन होइन। अबको जेनेरेसन अथवा अबका व्यक्तिहरू त्यति बाँच्लान् या नबाँच्लान् बाँच्दैन होइन बाँच्दैन अब त्यो गाह्रो छ अँ, तर अब तपाईँ 87 वर्षको मानिस हामीसँगै बराबर हिँड्न सक्नुहुन्छ हजुर होइन अँ। यो जोस कहाँबाट आयो अब यो यसैबाट आयो भन्नु न यही भित्र आयो हो अँ, अनि अब यसलाई यो छ नि यो पार्कलाई अझ व्यवस्थित बनाउनको लागि तपाईँको के छ सल्लाह सुझाव असल हुन्छ के छ सल्लाह बनाउनै सुझाव पर्छ एउटा मन्दिर बनाउनुपर्छ के बनाउँदा यो राम्रो होला जस्तो यो लाग्छ मन्दिर चाहियो प्रथमति हजुर एक शिवालय चाहियो हजुर हेर्नु अरू अरू त यो अब रोकथाम गरिएकै छ हजुर यही हो म आज यहाँहरूलाई पुनः जानकारी गराउन चाहे एकजना यस्ता अग्रज व्यक्तित्व अथवा आदरणीय व्यक्तित्वसँग छु उहाँ अहिले 87 वर्षको उमेर हुँदासम्म पनि हामीसँग यसरी प्रतिक्रिया दिने सक्ने हुनुहुन्छ उहाँ एकदमै अझै पनि जोस उहाँसँग त्यो ऊर्जा अझै पनि कायमै छ अबको जेनेरेसनले जुन अबका पिँढीहरूले विभिन्न प्रकारका खानेकुराहरू तिनले गर्दा अहिलेका पिँढीहरू 87 वर्ष बाँच्ने कि नबाँच्ने भन्ने अन्यल भइरहँदा अब पुराना व्यक्तिहरू चाहिँ 87 वर्षमा हामीसँगै दौडेर हिँड्न सक्ने अवस्थामा देख्न बाजे हजुरले छोटो मिठो जानकारी दिदिएकोमा धन्यवाद केही भन्नु छ बाजे अन्त्यमा अरू हजुर के भन्नु अन्त्यमा केही भन्नु छ भने दुई शब्द कसैलाई केही भन्नु छ भने भन्नुहोस् भन्नु त कसैलाई केही छैन तर यसलाई सुरक्षा गर्ने मान्छे चाहियो अहिले सुरक्षा गर्ने मान्छे चाहियो अँ, अनि तपाईँलाई अब यति बेला देशमा एउटा कुराले तताइरहेको छ हजुर, फागुन 21 गते थाहा पाउनु भएको छ पाएको के हो बाजे अब चुनाव हुने अरू के चुनाव हुने यस्ता चुनाव कति भोग्नुभयो कति भयो कति हो कि कति हो होइन अब पनि हुँदैछ पञ्च प्रधानले लिएर अहिलेसम्म चुनाव भएकै छन् हजुर अहिले पनि अब फागुन 21 नै थाहा छ थाहा छ छट्ट छट्ट। अनि केही समय मलाई दिदिएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु आगामी दिनमा पनि पुनः बाजेसँग यसै गरी भलाकुसारी गर्न पाऊँ र बाजेलाई सधैँभरि 100औं वर्ष बाँचेको देख्न पाऊँ भन्ने मेरो चाहना पनि छ तपाईँहरू सबैले बाजेलाई आशीर्वाद दिनुहोला बाजे अझ 100 वर्ष होइन 150 वर्षभन्दा बढी बाँच्नु हुनेछ त्यसको लागि बाजेलाई हार्दिक धन्यवाद दिन चाहन्छु है बाजे धन्यवाद